हेलो सेवा नमस्ते। आज चाहिँ म ह्यान्डमेड गोदावरी अनि रिङ पनि छ। यो चाहिँ कस्तो छ भनेर म देखाउन गइरहेको छु। गोदावरी अस्ति पनि हामीले अर्डरको बनाएको थियौँ है। अनि यो चाहिँ मैले स्टक गरेको छु। सबै धेरैजनाले सोध्नु भएको थियो होइन, सो मैले स्टक गरेको छु। हजुर आउनु सक्नुहुनेछ। यो चाहिँ ह्यान्डमेड हो है, हातले बनाएको। अनि एकदमै धेरै यसको कलरहरू मजाले टिक्छ होइन। मेरो यो खोल्नै पर्छ, यो खोलेर एकछिन म ट्राई गरेँ है त। यो रेडिमेडहरू जस्तो बाहिर राख्दाखेरि कलर गइहाल्ने हुँदैन है। यस्तो राम्रो छ। वाउ। अनि यसको साथमा चाहिँ यो औँठी पनि छ है। यो चाहिँ सेटमा हो होइन। जस्तै अब यसलाई चाहिँ अब एडजस्ट गर्नु मिल्छ, ठुलो सानो बनाउनु मिल्छ होइन। ए कसरी देखाउने हौ ल यस्तो छ है। यो गोदावरी एकदमै राम्रो छ। म यसरी नजिकबाट पनि देखाउँछु होइन। हजुरहरूलाई चाहिँ अब यस्तो मन पऱ्यो भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि यसको सेटमा चाहिँ के हुन्छ, के लाउन सकिन्छ भनेर चाहिँ म हजुरलाई यहाँ क्यामेरा घुमाउँछु। एउटा यो गोल्डेनमा एउटा सेट बनाएर राखेको छु यहाँ होइन। ल यो सेटमा चाहिँ यसरी अब यो इयररिङको ठाउँमा चाहिँ हजुरहरूले चाहिँ यो मैले लगाएको अहिले भर्खर लगाएको यो गोदावरी राखेर चाहिँ एकदमै राम्रो हुन्छ। अनि चन्दाहरू पनि यो कलर चाहिँ यो सिसा बाहिर भएर पनि हो, अनि यो बेलुका भएर पनि कलर यस्तो एकदमै गोल्ड छ है, एकदमै गोल्ड कलर। यसको चाहिँ मैले यहाँ हिजो भिडियो खिचेको थिएँ। अनि त्यस पछाडि यहाँ राखेँ। यसरी नजिकबाट देखाइदिन्छु है। यस्तो राम्रो छ होइन। यो मेरो क्यामेरामा चाहिँ धुलो थिएछ, मैले धुलो खोज्नु बिर्सेँ। हेर्नु कलर कस्तो आयो। ब्याक क्यामेरा चाहिँ एकदमै धुलो रहेछ है। हातको चक्रहरू परेको रहेछ। यस्तो हुन्छ, राम्रो कलर छ। एकदमै गोल्डको नै कलर हो है यो। अब जस्तै अब यहाँ चाहिँ देखिन्छ अब मेरो गोल्ड र यो अझै यो राम्रो छ किनभने नयाँ भयो नि त। यस्तो राम्रो छ। फटाफट अर्डर गर्नु होला। मैले हातमा लिएँ है। यस्तो राम्रो छ कलर। मैले लगाइराखेको छु एउटा सातोबाट चोक साङ्ग क्रिएसन। अनि हामीले अब डाइरेक्ट व्हाट्सएप गर्नु होला। यो चाहिँ डेलिभरी पनि गर्न सक्छौँ। अनि हाम्रो पूर्वमा रहेको छ बिर्तामोड जापामा इक्वल रोडमा। अनि धरानमा पनि रहेको छ। हजुरहरूले चाहिँ यस्तो ह्यान्डमेड सामानहरू होलसेलमा पनि लिन सक्नुहुनेछ। पसलको लागि हो भने पनि भन्नु होला। थ्याङ्क सो मच, बाइ बाइ, टेक केयर।